रसा आउँदाखेरि किन तपाईँको एउटा अनुभव मैले एकै बेला त्यो हेर्दाखेरि यसो हेर्दाखेरि कति ठाउँमा म पुगेको छु भनेर होइन मस्तो विशेष तपाईँले किन मेन्सन गर्नु भयो मेरो बाल्यकालमा त्यस कारण मस्को सहर देखाउँदाखेरि त्यहाँको जति पनि आकर्षण ठाउँहरू त्यो आइकोनिक फिचर्सहरू त्यहाँ देखाइएको थियो सौभाग्यवश बाल्यकालमा त्यो सबै मैले अवलोकन गराएको छु अनि मलाई सजिलो पनि भयो यो त यो हो त्यो हो अलिक तन्की हेर्दै हुनुहुन्थ्यो कि होइन अब त्यो जसले आफू हुर्केको ठाउँ होइन एउटा अवधिमा पनि स्कुल पनि पढेँ मैले त्यहाँ र बाल्यकालमा बिताएको समय चाहिँ साथै प्रिय हुँदो रहेछ कि मन मस्तिष्कमा रहिरहँदो रहेछ त्यस कारण मस्को सहरभन्दा पनि आफ्नो बाल्यकालको सम्झना आउँछ क्या त्यहाँ त्यसरी पनि भयो सानोमा चाहिँ तपाईँ गेम खेल्न चाहिँ केमा बढी रुचि राख्नुहुन्थ्यो टिभी कतिको हेर्नुहुन्थ्यो कार्टुन कतिको हेर्नुहुन्थ्यो तपाईँ कार्टुन पनि हेर्थेँ म अब म धेरै सानो हुँदाखेरि अहिले जस्तो विभिन्न चोइस र च्यानलहरू थिएन तर मस्कोको कुरा आयो मस्कोमा बस्दाखेरि चाहिँ विभिन्न कार्टुन्सहरू चाहिँ हेर्थेँ तर अहिलेको जस्तो प्रशस्त अप्सन्स चाहिँ थिएन टेलिभिजनबाट जे जे प्रसारण हुन्थ्यो निर्धारित समयमा त्यही चाहिँ हेर्थ्यौँ हामीले तर असाध्यै भनौँ न एकदम अपेक्षित भएर हेर्थ्यो त्यसलाई चाहिँ खुलेर फलानु दिनमा फलानु टाइममा कार्टुन आउँछ भनेर तर अहिलेको जेनेरेसनलाई चाहिँ असाध्यै धेरै चोइसेसहरू छ होइन अहिलेको जेनेरेसनहरूको लागि फाइदा भएको प्रशस्त चोइस छ यहाँले सबै कुराहरू छान्न सक्नुहुन्छ हाम्रो समयमा चाहिँ रेडियो प्रसारण गरेको त्यहाँ कुरेर हामीले हेर्थ्यौँ दाइको हातमा चाहिँ मोबाइल कहिले पऱ्यो दाइ मोबाइल चाहिँ कहिले पऱ्यो हातमा सेलफोन कहिले पऱ्यो मेरो हातमा मोबाइल आउनुभन्दा अगाडि नै पऱ्यो मेरो हातमा आइसकेपछि बल्ल विकल्प भएको होइन मोबाइलमा आएको धेरै पछि नै मैले प्रयोग गरेँ धेरै व्यक्तिहरूले आउने साथ प्रयोग गर्नुहुन्छ म चाहिँ आउने साथ विरलै चिजहरू प्रयोग गर्छु कि यसो आफूलाई आवश्यक छ छैन भन्ने हिसाबले त्यो कारण मोबाइल आउन थालेको र मेरो साथीभाइ मेरो वरिपरिबाट प्रयोग गरेको समयभन्दा अलिकति धेरै मैले प्रयोग गरेँ तर अहिले यो स्मार्टफोनले गर्दाखेरि अपरिहार्य हालिने भएको छ होइन अब यसमा दुरुपयोग गर्ने कि सदुपयोग गर्ने आफ्नो हातमा छ तर अहिले चाहिँ अब मोबाइलको अपरिहार्य नै र राजेश दाई पोखरामा चाहिँ पानी पर्न 2-3 दिनदेखि सकिरहेको थिएन तपाईँ आउने 18D सिनेमाको ओपनिङको लागि चाहिँ ठ्याक्क 3 बजे आउने भन्ने प्रोग्राम थियो ठ्याक्कै 3 बजे नै पाउनुपर्ने कारण चाहिँ किन होला यस्तो तपाईँ पोखरामा आउने पनि पानी पनि पर्ने किन हो साल पनि आएको माथिको बादलहरूले के निर्णय गर्नु यो मान्छे माथि पनि आउँछ होला भनेर यसो